पराजुली चोकमा रहेको रेनबो किचनमा पाइने एकदमै मिठो मिठो चाउमिन र मोमो ट्राई गर्नको लागि सेस्याङ म कल्पना मिस र तुम्मा भएर टक्क हामी त्यहाँ पुग्यौं। हाई एभ्रीवन, दिस इज मी अरुण लिम्बू एन्ड सेस्याङ लिम्बू। फर्स्ट अफ अल यहाँहरु सबैजनालाई वेलकम टु आवर मिनी ब्लग भन्दै टक्क आज चाहिँ हामी कपडा सपडा चेन्ज गरेर बाहिर निस्किन लाग्छौं साथीहरु। अनि बाहिर चाहिँ हामी कहाँ निस्किन लाग्छौं भनेपछि आज तुम्माले टक्क फोन गर्नुभयो अनि फोन गरेर खाजा खान आउनु न त भेटौं भनेर भनेपछि कपडा सपडा लगाएर टक्क रेडी भएर हामी चाहिँ काँक्रा चपाउँदै बाहिर निस्क्यौं साथीहरु। बाटोमा जाँदै गर्दा कल्पना मिसलाई पनि भेट्यौं। कल्पना मिस आफ्नो ड्युटी सकेर घरतिर फर्किँदै हुनुहुँदैछ, तर तुम्माले फोन गरेपछि खाजा खानु बोलाएपछि फेरि त्यहाँबाट फर्किने निर्णय गरेर टक्क हामी तीनजना भएर तुम्मालाई भेट्न पुग्यौं। तुम्मा चाहिँ अलरेडी रेनबो किचनमा पुगिसक्नु भएको थियो अनि त्यसपछि उहाँ पनि ड्युटी सकेर फर्किनु भएको थियो। सरलक्क हामी त्यहाँ पुग्नु भन्दा अगाडि तुम्माले टक्क अर्डर गरिसकेपछि दामी चाउमिन चाहिँ फ्राई गरेर राख्नु भएको थिएछ। त्यसपछि हामी पुग्ने बित्तिकै दामी तरिकाले प्लेटिङ गर्न थाल्नु भयो। हामीले चाहिँ दुईटा बफ चाउमिन, एउटा एग चाउमिन, साथसाथै एउटा चाहिँ हामीले मोमो ट्राई गरेका थियौं। हाम्रो अर्डर चाहिँ टक्क रेडी भएर टेबलमा आइपुग्ने बित्तिकै मज्जाले सिनेमेटिक भिडियो लिँदै मज्जाले चाख्दै स्वादिष्ट तरिकाले ग्वाम कि गम मज्जाले खाइयो। तुम्माबाट सुरु गर्दै टक्क कल्पना मिस म साथसाथै सेस्याङ भएर दामी तरिकाले खायौं, जुन चाहिँ एकदम स्वादिष्ट तरिकाले खायो, एकदमै मिठो पनि थियो। अब ड्रिङ्क्समा के खाने भन्दा त टक्क फेन्टा त फेरि मलाई एकदम मनपर्ने चिज हो। यहाँहरूलाई कस्तो लाग्छ मलाई थाहा भएन, तर मलाई फेन्टा चाहिँ एकदम मनपर्छ। फेन्टा र रेडबुलको साथमा एकदम दामी तरिकाले खाइयो। चारजना मध्येमा कसले छिटो खाइसक्ने भनेर कम्पिटिसनै चल्यो, तर अन्त त मैले नै खाइसकेँ किनभने म नचबै निल्छु नि त, भन्न पनि नमिल्ने। त्यति खाजा खाइसकेपछि टक्क तुम्माले पेमेन्ट गर्नुभयो। त्यसपछि हामी सबैले तुम्मालाई धन्यवाद आजको स्पोन्सरको लागि भन्दै टक्क हामी त्यहाँबाट खाजा खाइसकेर सबैजना छुट्यौं। यदि तपाईलाई पनि एकदम फ्रेश खालको मोमो चाउमिन अथवा कुनै पनि प्रकारको खाजा चाहिन्छ भने सम्झिनुहोस् रेनबो किचनलाई। लोकेसन रहेको छ फुङलिङ नगरपालिका 4 पराजुली चोक ताप्लेजुङ। भन्दै आजको मिनी ब्लग यति नै। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो अल अफ यु माइ डियर एभ्रीवन। फेरि अर्को भिडियोमा भेटौँला। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। प्लिज डोन्ट फर्गेट टु सब्स्क्राइब माइ युट्युब च्यानल। बाइ बाइ।